Hey guys, good morning and once again welcome back to my YouTube channel. So आज भने चाहिँ सन्डे है, हामी चाहिँ बर्मेक जान आँटेको घुम्नुको लागि है। अलमोस्ट हामी 8-9 जनै छ है, अनि मजाले हामी चाहिँ गाडीमा जान्छौँ। सो तपाईहरुलाई बर्मेकको सफर पनि मजाले देखाउने छौँ है। अनि तपाईहरुलाई हल्का है कालिम्पोङको नजारा हेर्नुहोस् होला। वाउ, कालिम्पोङको नजारा आजको एकदमै मिठो घाम लागिरहेको है। मजाको यताउतातिर झन् रमाइलो रमाइलो है, मजाको देखिरहेको छ हैन। अन्त आज जाने हैन बर्मेक? रेडी लु, रेडी टु गो। हामी चाहिँ एकदम रेडी भइसक्यो है। यहाँ मेलमा आइसक्यो अनि अब यहाँ चाहिँ यहाँबाट चाहिँ हामी अब जाने है। चट्ट यहाँ चाहिँ गाडीहरुको पार्किङहरु पनि गर्ने गर्दछ हैन। सबैजना यहाँ आइसकिसकेको छ। सो फाइनली गाइस हामी चाहिँ अब निक्लेको है। यता हाम्रो मित्रहरुसँग हामी चाहिँ अब गएको है बर्मेक। ल ओइ ओइ, त कहाँ अगाडि पस्नु खोजेको? म बस्छु अगाडि। चोट ड्राइभर चाहिँ को हो अन्त? फाइनली गाइस हामी चाहिँ है अलमोस्ट बर्मेक आइपुग्न आँट्यो। अनि यहाँनिर भ्यू पोइन्टमा आएर चाहिँ हामी यहाँ फोटो खिच्दैछ केटाहरू। यता चाहिँ फोटो खिच्दैछ है। हामी यहाँ आइपुग्यो। अब हल्का चिया खान्छ होला हैन। त्यहाँदेखि चाहिँ हामी डिरेक्टली नानाकोमा गएर भेट्छौँ तपाईँहरूलाई है। हामी चाहिँ चिया खाने है हल्का, त्यही भएर चाहिँ अब यहाँनिर अलिकति यहाँ स्टलमा है टीको दोकानमा चाहिँ हामी चिया खान्छौँ। सो यहाँ 3-4 जनाले चाहिँ खाने अरे, अरूले नखाने अरे है। त्यही भएर हेर्दै गइस रे हाम्रो बाटोको चाहिँ सोइली यो चाहिँ देखेन चिया चाहिँ बढिया रहेछ। कहिले पनि किनिछ रे त। म सोधे डल्लै डिटेल्स समयमा आइहाल्छ। त्यही त अन्त कहिले पनि कट्टु किनिछ बुझिस। ल अब चाहिँ सक्यो है। अब चाहिँ हामी जाने। अनि चिया खाइसक्यो है। केटाहरूले यहाँ फोटो धमाधम खिचेर पनि सकेको रहेछ। अब चाहिँ हामी जाने है। लेट्स गो भन्दा जस्तो भयो त। आज चाहिँ हामी यहाँनिर छौँ होइन। टक्क यो फाटक तपाईँहरूलाई थाहा छ होला है। बर्मेक जाँदाखेरि अथवा सिक्किमहरू जाँदा पनि यो बाटोबाट धेरैजना जाने गर्दछ है। यो बाटो एकदमै राम्रो छ, सानो भए पनि मजाको छ है। तपाईँहरू पनि आउनु सक्नुहुन्छ घुम्नुको लागि। है गाइस हामी चाहिँ आइपुगिसक्यौँ है। नानाको घर यहीँ पछि हो। अनि गाडी चाहिँ यहाँनिर राख्छ, किनभने अब पार्किङको स्पेस अलिकति कम्ती नै भएको कारणले गर्दाखेरि चाहिँ होइन। यहाँ अब अलमोस्ट हामी आइपुगिसक्यौँ सबैजना, एकदमै एक्साइटेड। वाह, फाइनली गाइस हामी फुन्चुक होमस्टे बेन्ता नानाको घर आइपुगिसक्यौँ है। दिस इज फुन्चुक होमस्टे। वेलकम टु फुन्चुक होमस्टे। अब चाहिँ आइपुग्यो होइन भाइ। ओ माई गॉड, हेलो हेलो रे। खै छे गरिहालौँ पहिला चाहिँ। आइपुगिसक्यो है नानाको घर। ल यता चाहिँ तल्लोपट्टि है। आम्मा घाम मिठो लागिदिरहेको रहेछ। यहाँतिर चाहिँ रुममै रुम छ हैन।
त्यहाँदेखि माथि तल यहाँ मुनि हाम्रो बुद्धे दाइको सागर दाको घर है। यहाँ चाहिँ अमाला रहेछ है, एकदमै आमा के मजाको। एउटा उखाली हेर्नु नि, गर्दैन दबाईको रूपमा खानुपर्छ नि त, गटटङ पो उखाल्नु हुँदैन त। अमाला चाहिँ खासमा दबाई पनि हो है, के को भन्दाखेरि चाहिँ सुगरको दबाई जस्तो लाग्यो होइन, सुगरको दबाई जस्तो लाग्यो। आम्बो बाटो क्या सेट्रिस देख्दैछु, मिठो घाम लागिदिरहेको छ है आज, एकदमै दामी। हामी चाहिँ अलमोस्ट यहाँ बर्मेकको ग्राउन्ड यहीँ मुनि छ है। यहाँ चाहिँ मन्दिर रहेछ सानो है, यहाँदेखि उँभो पनि छ क्या बाटो। आम्मा यता चाहिँ फेरि हेर केराको दाम छ ओ भाइ, यो त उतातिर हो भने त फेरि सुँगुरलाई त दामी चारो हुन्छ नि कम त दामी हुन्छ यो सुँगुरलाई। ए पानी उम्रिने जग्गा रहेछ नि त, त्यही भएर चाहिँ नकाटेको होला। याद गरेको प्राय क्या यस्तो यो केराहरू हुन्छ नि, पानीको सोर्स हुन्छ नि त्यहाँनिर है, टक्क यहाँदेखि चाहिँ तल रहेछ है ग्राउन्ड। यहाँ चाहिँ भलिबल खेल्दै रहेछ बेलुका है, यसो राम्रो रहेछ, मजाको ग्राउन्ड रहेछ यहाँ पनि। थुप्रै रहेछ। यहाँ चाहिँ अर्ग्यानिक आरुचा रहेछ है, आरु चाहिँ है अङ्कल भर्खर फलेको रहेछ, एकदमै दामी। आम्मा पाकेको टिपन अलिअलि, बेसी नटिप। कृष्ण भाइ चाहिँ पस्यो टिप्नुको लागि। सुँगुरहरू मन त हेब्बी रहेछ त, मजाको रहेछ त सुँगुरहरू। यहाँ चाहिँ काँचो रहेछ होइन, अनि जग्गा चाहिँ अलिक पाकेको पनि रहेछ यहाँतिर चाहिँ। कता ओ ल दुई भाइ यहाँ ल दामी मनसँग गएको छ चिज ल्याउनु। ल अरू चाहिँ खाइदिउँ अब है। के छ अन्त भाइ, अब चाहिँ हामी यहाँ माथि जानु आँटेको है। यहाँ माथि चाहिँ हनुमान मन्दिर छ अरे होइन, अन्त के छ हल्का बताइदिनु त एक दुई शब्द। यहाँ माथि हनुमान मन्दिर छ, पूजाको अब के भन्नु, अब सबैको लागि नै हो, घुम्ने ठाउँ हो। र अर्को अब कल्चरली हेऱ्यो भने यहाँ माथि राईहरूको अब उनीहरूको त्यो 3 चुलाई भन्छ हो, त्यो छ यहाँको गाउँकोले बनाएको हो, गाउँले बनाएको। तर यहाँ सबैजना आउँछ होइन, सिधा माथि यहाँ माथि रहेछ होइन, तपाईँले आउनु सक्नुहुन्छ। हामी चाहिँ अहिले बर्मेकको हनुमान मन्दिर डाँडा जाँदैछौँ है, अलमोस्ट हामी पुगिसकिहाल्यौँ। केटाहरू अगाडि जाँदैछ है, यहाँ देख्नु सक्नुहुन्छ। एकदमै दामी, एकदमै स्याटिस। यहाँनिर चाहिँ मजाको रहेछ है सिन। केटाहरू टक्क एक-एकजना गर्दै अगाडि जाँदैछ होइन, अन्त मजाको सिन रहेछ यहाँनिर। हेर्नुहोस् है, मेन रोड यहीँ मुनि हो है, एकदमै यो अगाडिको देख्नु सक्नुहुन्छ। पाइनस पनि कस्तो मजाको फुलेको है, यता उकालो हेर्नुहोस्, आमा यति क्लियर, यति दामी है। यो फुल हेर्नुहोस्, वाउ। फाइनली हामी चाहिँ आइपुगिसक्यौँ है। सानो एउटा ट्रेकिङ बाटो रहेछ है, हेर्न सक्नुहुन्छ तपाईँहरूले। त्यहाँदेखि चाहिँ अगाडि गयो भने चाहिँ मन्दिर देखाउँछु है तपाईँहरूलाई। ल मजाको आमामा लुङदार साइडमा है, साइडमा लुङदा। अनि फाइनली हामी चाहिँ ल ओमा निपामा हुन्छ है भगवान्। ल फाइनली हामी टक्क यहाँ हनुमान डाँडा भन्दो रहेछ है, एकदमै ब्युटिफुल। केटाहरू यहाँ छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। मनसङको भ्यू पोइन्ट देख्छ त्यहाँबाट।
सिमेन्टको बनाएको डाँडा चाहिँ देख्दैन है ढोकत गऱ्यो फाइनली गाइस हामी चाहिँ फर्किसक्यौँ है। अब चाहिँ फर्केको यहाँबाट दर्शन पनि गऱ्यौँ है मन्दिरको। अनि यहाँ केटाहरू ब्याकमा। ओके सो अब चाहिँ नानाको घरमै पुगेर भेट्छु तपाईँहरूलाई है, किनभने भ्लग पनि धेरै लामो हुन्छ होला होइन। ओके।